नमस्ते साथीहरू। आज हामी हाम्रो गिठापाठे एकजना सदस्य दिल प्रसाद कणेलको सातौं तिथि शोक तिथिमा हामी जान लागिरहेका छौँ। हामी यहाँ गैँडाकोट रत्न पेट्रोल पम्पबाट यात्रा सुरु गरिरहेका छौँ। ल तुलसी दाई आज कहाँ हो जाने? हामी हेटोडा फापरबारी रातामाटा को छ त्यहाँ? त्यहाँ हाम्रो अङ्कल बित्नु छ। हजुर, त्यही भएर आज भेटी लिएर हिँडेको। आज 7औं दिन। तारा खोला रातामाटा हटाएर फापरबारी रातामाटा पो जाने हो। त्यो पनि रातामाटै हो। हामी श्रीनिवास माइलाबाको छोरा जगन्नाथलाई लिन गइरहेको छौँ यहाँ। त्यसपछि धर्मचोकबाट माथि सिधै कटेरो पार्टी प्यालेस हुँदै एयरपोर्ट निस्केर हाकिम चोक फेरि दिपकलाई लिएर यात्रा सुरु गर्नेछौँ। उपस्थिति नै हुनु ल खोइ त हाम्रो गोकुल भाइ के छ खबर? ल छोरो आइज। ओ आज त बाबासँग बस्नु पाएँ त। ल छोरी आउँछ। ल नानी आइज। आइज यहाँ बाबा कहाँ। ल ल नानी बाबु मामा घर हो? नमस्ते। मामा घर जाने हो? एकदम भ्यायो। चाहिँ कति समय लाग्छ फापरबारी पुग्न? बाटो कतिको अप्ठ्यारो सजिलो के छ? उहाँ नजिकै पुग्दाखेरि अलिक अप्ठ्यारो छ भन्दै थियो। हजुरलाई त 3-4 दिन भयो जान आउन, सर्रै सर्रै भयो होला। छोरो कहाँ जानु लाग्यो? कहाँ हो मामा घर? तिम्रो मामाको नाम के हो? पुरा नाम भन न। ए तिम्रो नाम के हो त? अनि कति दिन बस्छौ त नि मामा घर? जम्मा 1 दिन? अनि 2-3 दिन बसौँ त। आज अब स्याटरडे भयो, भोलि सन्डे छुट्टी नै छ, पर्सि बिहानै आऊ नि स्कुल जान भ्याइहालिन्छ होइन? अनि कहाँ जानु लाग्यो? कहाँ हो मामा घर? ए अनि मामा घर को हुनुहुन्छ? अनि मामा माइजू कहाँ हुनुहुन्छ? ए अनि तिमी 1 दिन हो भाइसँग 1 दिन फर्किँदा नि सँगै फर्किने हो? ए ल कतिमा पढ्छौ? कहाँ पढ्छौ? कस्तो छ अर्किड कलेज? ए दुइटै राम्रो छ। ल ल ल राम्रो मार्क्स ल्याउनु, राम्रोसँग पास हुनु। Concrete dreams where the neon glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. बाई 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 यता ल। उमेरले सबभन्दा कान्छो नाताले हजुरबाको पनि छोरो दुईजना आउनु भयो। नाति हो? ए हजुरबा नि कति छिटै हुनुभएको छ।
हामी त नाति भइयो हुन्छ टिकाराम 37 साल मनोज पनि 37 साल हैन मनोज आको दाइ हो मेरो यार तँ 37 साल भइहाल्यो के रे 36 सालमा जन्मेर दीपक वैशाख कति गते अरे वैशाख 8 गते कृष्ण 12 गते म कृष्ण 12 गते म 10 गते 12 म 8 जम्मा 2 दिन त्यो 3-4 दिनले दाइ भन्न पाएको छु कि मैले 37 हैन 3-4 दिनले दाइ भन्न पाएको छु म त असार 32 गतेको कि असारको मेरो त बर्थडे पनि 4 वर्षमा एकचोटि आउँछ बर्थडे 4 वर्षमा एकचोटि आउँछ 4 वर्षमा एकचोटि आउँछ हेर्नुहोस् यसपालि चाहिँ आएको आथ्यो थियो और त कमसेकम गर्नु नि यार 4 वर्ष आउँदा यार एकचोटि त यार हो के रे यसो बर्थडे बाबुलाई मनाउनु भेटघाट हुने हैन खासै बर्थडे मनाउनु चलन थिएन पहिला हाम्रो पाला होइन यो 4 वर्ष बर्थडे त मनाउनु पर्छ वर्षै दिन नमनायो नि यार ऊ 4 वर्ष बर्थडे हो आज आज होइन असारको 32 गते अन्तिम दिन पर्यो असार 32 4 वर्षले त मनाउनु पर्छ अनि बनाउनु पर्छ कि 4 वर्ष हामी वर्ष पछि अहिले त वर्ष 32 को महिना 4 वर्षमा आउँछ क्या असार आउँदैन एक महिना पछि हिँड्ने कि आज मनाइदैन आधैमा अहिले म बेला बेला खिचिरहन्छु तपाईँ त्यहाँ भिरेर बस्नु दुई भाइ फेरि सिमाना पनि झन् हैन दुई भाइ झन् तिनजना सिमाना हुनुहुन्छ कलादार अङ्कल कान्छ त यही हामी जोगाउनु म सर्नुमा Rolling slow, yeah. The sun's sinking low. Hitting up the boulevard, see the palm trees glow. Caddy drop top, got the rims on shine. West Coast living where it's always fine. Barbecue grilling, got the smoke in the air. Neighbors pulling up, good vibes everywhere. Talk box singing, let the synthesizer play. Grooving through the block like it's a Saturday. Slide, glide, take a ride. Oh, feel that sunshine, let the bassline flow. West Coast breeze got the vibe on lock. Cruising all day, no tick-tick. ल झरम 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 अब टोइलेटको नि के फोटो खिच्नु र यता यता खिच्नु ल अङ्कल पानी आयो ल खाऊ। यता फर्क यता उ बाबु यता है निकालेको पानी आयो त 12 रुपियाँ हुँदैन र यो वहाँ पनि धोका खाइयो क्या कहाँ जान हिँडेको भन्नु न आऊ न आऊ त बजेको पराठा फटाफट दे कोसँग आएको बुवासँग हो के तिम्रो नाम के भन त रियान्स रियान्स यहाँ बन रियान्स के हो दियान्स गइरे हो मेरो नाम भन्नु पर्यो नि रियान्स गइरे हो कहाँ हो नि घर तिम्रो भरतपुर भरतपुर कति नम्बरबाट तिमी घर चाहिँ कहाँ हो त नि तिम्रो त्यही हो ए कि मामा घर हो भनेको त्यहाँ पिठुवा हो अनि तिमी कुन स्कुलमा पढ्छौ त हजुर स्काई राइडर
कति क्लासमा पढ्छौ? 2 मा? ओहो। स्काई राइडर भनेको के हो थाहा छ? स्काई राइडरको अर्थ के हो थाहा छ? स्कुल हो? हो, आकाशमा उड्ने भने हो कि स्काई राइडर भनेको। हामी आकाशमा चल्ने गाडीलाई के भन्छ थाहा छ? प्लेन। Out, grab a plate. Got ribs, got wings, I just can't wait. Talk smack with the homies, laugh till we cry. And the beat still bumps as the sun says goodbye. Now throw your hands up if you feel this breeze. Come on, West Coast vibing got you weak in the knee. Low ride. टिकाराम अङ्कललाई सोध्नु पर्यो कुन ठाउँ हो, कस्तो लाग्यो ठाउँ? पहाडको झलको मेटी हो। गलकोटबाट उकाल्ला जस्तो लाग्यो। गलकोट नि यस्तै हो र? यस्तै बसेको ठाउँ छ, यहाँभन्दा राम्रो छ धेरै राम्रो। तर यहाँ नि हेर्दा त हरियाली राम्रै छ, डाँडा गलकोटबाट तारालो उकाल्ला जस्तो लाग्यो। जङ्गलमा यस्तै खत्रङ होइन त अहिले त पक्की बाटो भएको त्यहाँ पनि माथिसम्म जानु लाग्यो हेर मलाई। जाऊँ न एकचोटि जाने भए हामी जस्तो फुर्सद भयो मान्छे जान्छ तारा ताराखोलातिर जाऊँ 3 दिन जाऊँ।
हामीले तरामा जोत्थ्यो नि तुलसी राई सफेरी फर्काएर चाहिँ ट्र्याक्टरका जस्तो सफेरी फर्काउँदै जोतियो त गोरु हेगामाथि बसेपछि गोरु दौडेन भने मजै आउँदैन जाएर त्यो गोरु क्यान्सल गरिहाल्ने फेरिहाल्ने जब एउटा खुट्टो तल राखेर एउटा खुट्टो माथि उमा राखेपछि दौडेन भने त्यो गोरु काम छैन फेरिहाल्ने त्यो उता यता उबाट क्या तिमीहरू बसेको ठाउँ के अरे पारी Shouting for more. Beach chair chilling, toes dug in the sand. With that bass line grooving, life feels so grand. Ayo, West Coast, where the sun sets gold. Cruising past the waves, feel that rhythm unfold. Beach fronts to backyard, parties in sight. Under neon skies that light up the night. Yo, hit the boulevard, hit a tire screech. Soundtrack of the streets, with that funkin' reach. Got my shades on, keeping it classy, not fast. Rolling like it's 79, we're built to outlast. Ayo, West Coast, let's groove till we drop. Souls keep singing, let the bass drop. Be the cues to moonlit tides, we shine bright on this retro ride that defines our life. Ooh, yeah. ल श्रीवन नारायण यसो गर्न पर्यो खानालाई आज एकादशी रोटी खाइन्थ्यो होला नि खानलाई नि भर्खर आइएर खानेकुरो पछि बनाउन भन्नु पर्यो हामी बनाएर नि खाइन्छ क्या चिन्ता नगर्नु दाइ बानी परिसक्यो ड्राइभरको हात हो कि कुरो जे हुन्छ जसरी हुन्छ पानी हाल्छ ल अङ्कल यो के हो भन्नु त कफी राम्रो फलाएर रहेछ त्यहाँ कफी बोट रहेछ ल कफी फल्दो रहेछ यहाँ कफी पनि राम्रोसित फल्दो रहेछ त्यही यस्तो राम्रो लाग्यो अब कतिको स्वाद हुन्छ यो कफीको फल्न त फल्दो रहेछ कोही ठाउँ चाहिँ अलि स्वादै नहुने क्या त्यसको सन्चै सन्चै भन्नु पर्यो अलिअलि हिँड्दैछ हो के छ बिसन्चो के छ रोग हजुर रोग के छ रोग हजुर खै रोग त अर्थ केही पनि छैन ए हिँड्नु हुनु चाहिँ आँखा चाहिँ बल्ल भन्नु लाग्छ है हामी उयो दिल प्रसादको घर के अँ बिते नि अहिले अँ उहाँ आएको हो क्या हामी उहाँहरूको नातेदार हो ए हाम्रो त्यहाँ आएको अनि यहाँ अगाडि प्रजापति के अँ चिन्नुहुन्छ अँ हो प्रजापतिको घर आएको हो क्या ए त्यहाँ यसो हेरेर अनि फर्किनु पर्यो भनेर जानु लाग्यो है हुन्छ हुन्छ पसिना निकाल्ने भनेको त्यो गर्मीले भएको पिसाब नै सोसेछ पिसाबै लाखेन यार तेरो पसिनै आएन नि हाम्रो जस्तो आहा भित्रभित्र आउँछ कि मेरो नदेखिने हिसाबले हेर्दा रमाइलो लाग्छ यता सानो मान्छे क्यामेरामा आएन कि सानो मान्छे यता उहाँको चाहिँ पाहाडमा नि चिन्जान भयो यहाँ यसरी नै अब हाम्रो कार्यकालमा न बर्थडे मनाइन्थ्यो न त्यसरी जङ्गल गइन्थ्यो हाम्रो त आपूर्तिमा खरलकाना राखेर चाहिँ उनीहरूले ल्याउँथ्यो हामी जङ्गल एक दिन पनि गएन ल हामी त वर्षमा दुईचोटि भरमण्डी गइयो त तिमीहरू त भरमण्डी जान्छ पैँतेरी मादल लिएर 4 दिने उसको घर कहाँनिर हो
त्यो अहिले पिकनिक दाइको घर के प्रजापति प्रजापतिको होइन प्रजापति कलको मात्रै यता भनेको थियो त भाइको त त्यहाँ भयो बितेकाको त दाइ दाइको चाहिँ यतापट्टि यता उयो गाउँबाट त जान्छ स्कुलबाट यता यता होइन त्यहाँ स्कुल त्यही आडमा होला कि मलाई तेर्सँग लगाए दाइले यसो काँचो हो भने नलैजाउँ होइन कहाँ छैन पाकेको पठाउनु लाग्छ के मगाइसके फोन गरेर अनि कति रुपियाँ किलो हो त्यो काँक्रा होला मगाएको यो त 30 देखि 50 सम्मको रेसियो रहेछ सानोलाई 30 रुपियाँ किलो होइन गोटाको गोटाको हिसाब गर्नु भएन र गोटाको हिसाब भन्नु भएन यो अरे हेर्न पाए कत्रो हुन्थ्यो नि त दुई चारवटा लाने के रहर पनि हुन्छ बानी सानोलाई 200 ठुलोलाई 200 त्यही हो बजारमा हो यहाँ 30 रुपियाँ होइन यो सानो हुन्छ नि त्यत्रो हुँदैन नि फेरि त्यो रेसियो हुँदैन नि यो सानो हुन्छ कि मैले हिजो त्यही उता किर्तिपुरको डाँडाबाट ल्याएको थिएँ कि काप्सो त्यहाँबाट त्यो कुम्सोत जाने बाटोतिर त्यहाँ ल्याएको सानो साना 200 को 5 वटा त्यस्तो ल्याएको थिएँ कि सानो यस्तै होला त्यो सानो सानो हो फलफुलको बारेमा अलिक थाहा जान्न आएको बेलामा हो त मगाएको काँक्रा हो काँक्रा अहिले काँक्रो मगाएको अहिले मगाएको काँक्रो हो ऊ पनि कटर नि कटर त लिनु गयो नि खै रेटै भनेको तर बाठा मान्छे है हेर्नु त त्यति बेर रेटको बारेमा ल्याउनु गरेर रेटै भन्ने यार उसले यार को मान्छे कसलाई हो मेरो आफ्नै मान्छे भने पालको पछि अर्कै ल भन्दा खाल्थ्यो अनि मान्छेहरू व्यापार हुन्छ त्यही हो नि बाहिर आएको मान्छेले रेटै अलग हुन्छ कि गाउँमा धेरै चलाएको भएछ नि अहिले सबै पाहाडतिर खसी किन्न जाँदा 550 मा हाम्रो पाउँछ भने उहाँ 600 भन्छ हामी बाहिरको मान्छे जाँदा हो किनभने यतिको चिसो हुँदो रहेछ भन्दैन न ठन्डा ठन्डा कुल कुल हो क्या राम राम भनेर त के बोल्या हो यस्तो यो हजुर बोल्न पाइयो खानी नखानी आफ्नो कुरो हो बोल्न त पाइयो भनेको बिग्रिने भनेको बोलीले हो हेर्नु बोलीमा लगाम चाहिन्छ ए बहिनी ठाउँ रहेछ त मजाले बाहरूले त्यस्तो बोल्न थालेपछि अनि छोरा नातिले क्या प्योर लोकल हो कि सानो हुन्छ त्यो तराईको जस्तो त्यति गुलियो पनि हुँदैन यो फेरि यता चाहिँ उ रहेछ क्या पानी खस्छ दाइ खुट्टा दुख्यो आवाज आइराख्यो खुट्टा दुख्यो अहिले त खुट्टा दुख्यो भने गएन र खोला अलिकति माथि छ कतिखेर आइपुग्नु हो त नि भर्खर त्यहाँ पस्या छैन कि त्यो चिनी लगेको बसेर पानी चिज खाएर आनन्द ल्याए सबभन्दा पहिला आउने म र ल उता जो उसको अरे त्यो स्कर्पियो होइन स्कर्पियो होइन अर्को के त्यही ब्याट्री होला क्या ब्याट्री होला इभीमा हो इभीमा आएको यो त आउनै आएन त्यो फापरबारी भन्नु त होइन यहाँ पुल पारी के त्यो हिला त्यहाँ आएन यता यता आउन सकेन क्या अनि केमा आउनु हिँडेर आयो त बा त्यही भएर रातो र पिरो हेर्नु त त्यहाँ 3 किलोमिटर छ त अनि छ छैन र कतिजना आउनु त हामी 9-10 जना आइन्छ कुन गाडीमा हो र माइक्रो इभी माइक्रोबी हो रिचार्जिङ 10 जना आइयो 10 जना आइयो क्या उता गुन्जानगरको लगभग आइयो 4 जनागर गुन्जानगर हो त्यहाँबाट पसल छ आनन्द कणेल को हजुरको आफ्नो पर्नुहुन्छ अरे को पर्नुहुन्छ आनन्द गर्ने आउनुभएको छ भनेपछि नाता त हो के नाता हो अलि मेसो नपाएर
भन सोधम लागे आनन्द जैन होइन त्यो बन्द गर्नुपर्छ अनि माथि गर्दै घुम्दै हवारी त जानु श्रद्धाञ्जली होइन संवेदना ल एकछिन सबैको त्यतै उठ्यो नि हुन्छ त्यतै बस्यो नि हुन्छ हुन्छ बस्यो हुन्छ ल मौन धारणको लागि टाइम सुरु हाम्रा गिठापाटे परिवारका सदस्य स्वर्गीय दिल प्रसाद कँडेलको अल्प आयुमा नै भएको असामयिक निधनले हामी सबैलाई मर्माहत बनाएको छ। यस दुःखद घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान गरून् भनी भगवानसँग प्रार्थना गर्दछौँ। आज यो शोकको 7औं दिनमा हामी सबै उपस्थित भएका छौँ। यस घडीमा यो समवेदना पत्र स्वीकारिदिनु हुन म अनुरोध गर्दछु। समस्त गिठापाटे कँडेल परिवार। कार्यक्रम ल बसौँ। बोले हामी 7औं दिनको शोक तिथि कार्यक्रम पुरा गरेर फर्कियो होइन। केटाहरूलाई नि शोक पऱ्यो जस्तो बोल्दै